तपाईहरु सम्पूर्णमा म चाहिँ आज यो हाम्रो गाउँमा रहेको 5 कन्या देवी थानको बारेमा तपाईहरुलाई थोरै यसको इतिहास यो कसरी सुरु हो भन्ने विषयमा तपाईहरुलाई चाहिँ म आज छोटो भिडियो क्लिप लिएर यो हाम्रो गाउँघरमा हुनुभएको यो अग्रज र ज्येष्ठ नागरिकहरुबाट पिप्पाहरुबाट अनि हाम्रो दाजु पुस्ताहरुबाट हामी अलिकति अग्रज पुस्ताहरुबाट केही कुराहरु जानकारी जति छ उहाँहरुसँग यो कसरी स्थापना भयो यसको सुरुवात यसको उत्पत्तिको विषयमा तपाईलाई म थोरै तपाईलाई म जानकारी गराउँदैछु अन्तिमसम्म हेरेर तपाईले चाहिँ यसलाई चाहिँ हेर्नुहुन्छ भन्ने मेरो आशा छ र खास गरी यो चाहिँ दिप्लुङ चुचुमा खोटाङ जिल्लाको दिप्लुङ चुचुमा गाउँपालिका वडा नम्बर 6 स्थित सेम्मा गाउँ यो सेम्मा खोलाको किनारामा रहेको यो 5 कन्या देवी थानको विषयमा खास गरी यो चाहिँ वर्षमा 2 पटक किरात राईहरूको महान यो चाड साकेला उधौली र उभौली हामी भिनाम र छिनाम भन्ने गरी चाहिँ हामी चिन्छौँ यो 2 पटक वर्षमा चाहिँ हामी यो पूजा गर्ने गर्छौँ यहाँ चाहिँ खास गरी यहाँ चाहिँ पटिक्रीको भाकल हुन्छ त्यसै गरी पटिक्री त्यस पछाडि परेवा र भाले सिक्रेथन दुईटा हाम्रोमा पूजा हुन्छ यहाँ चाहिँ वरिपरिको धेर ठुलो मान्छे नआए पनि हाम्रो छिमेकी गाउँहरुबाट पल्लोपट्टि दिमु यतापट्टि चाहिँ हाम्रो दिप्लुङ ठुङ्गे सेम्मा गरेको हाम्रो चाहिँ खास गरिकन यहाँ चाहिँ पुरुषहरु मात्र आउने खास गरी महिला आउन नआउने भन्ने छ र यो विषयमा थोरै अब हामी त सानैबाट आउँदाखेरि यहाँ रमाइलो हुन्थ्यो देवी पूजा भन्थ्यो आउँथ्यौँ र अब चाहिँ कम्तीमा यो कसरी सुरुवात भयो भन्ने मलाई जिज्ञासा थियो र आज त्यो कुराहरु चाहिँ त्यो जिज्ञासा मेटाउनको लागि चाहिँ मैले हाम्रो गाउँ अग्रज पिप्पाहरुबाट दाजुबाट केही कुराहरु तपाईलाई म देखाउँदैछु अन्तिमसम्म हेर्नु होला है त यो हाम्रो 5 कन्या देवी थानको बारेमा यो कसरी चाहिँ सुरुवात भयो भन्ने कुरा स्थापना कसरी भयो यसको चाहिँ भन्ने कुरा चाहिँ फेरि यसको उत्पत्तिको बारेमा हाम्रो शम्भु सरले यो चाहिँ मैले अब बाबुबाजेले भने अनुसार यो हाम्रो पञ्चकन्या देवी थान चाहिँ यो यसको सुरुवात चाहिँ उदयपुरबाट आएर यो हाम्रो खोटाङकै यो अहिलेको के अरे खोटाङ गाउँपालिकामा पर्ने चुलवार भन्ने ठाउँमा यो बाटो त्यहाँ स्थित थियो र त्यहाँबाट त्यस्तै थियो अब यसलाई त अब चोखोनी त्यो भएन हुने गर्नुपर्ने त्यसरी त्यो भयो त्यस्तो गर्नु भयो अनि त्यहाँबाट चाहिँ अब त्यो 5 कन्याहरू चाहिँ अब त्यहाँबाट चाहिँ हिँड्दाखेरि ठ्याक्कसँग अब यो ठाउँमा आएर चाहिँ ठ्याक्क घुम्दै यो ठाउँमा चाहिँ आएर यो रुचासन ठ्याक्कसँग त्यतिखेर हाम्रो बाजे पाइला बाजे हामीले हुनुहुन्थ्यो उहाँले ठ्याक्कसँग सपनामा देख्नुभयो ल यस्तो 5 कन्या देवीहरू यो उहाँबाट यस्तो उहाँलाई चाहिँ सेवा राम्रो नभएर उहाँबाट हामीले यो ठाउँमा बसेका छौँ यहाँ हामी राख्न सक्यौँ भने राम्रो गर्छ रक्षा गर्छ यति गर्न सकेनौँ भने चाहिँ उसले धेरै क्षति गर्छ बाढी पहिरो लान्छ त्यहाँ ल्याउँछ यो चुलारमा पनि धेरै बाढी पहिरो गएर यो भन्दाखेरि गएको अरे र भन्छ यसरी यो ठाउँमा के अरे धेरै पहिरो ल्याएको हामीले अनि यसलाई चाहिँ एकदमै सानो धामी दिले होइन सानो बालले पण्डारी भएर काम गर्नुपर्ने 10-12 वर्षको के अरे गर्नुहुने र सानो पुरोहितले पूजा गर्नुपर्ने सहयोगी रूपमा ठुलो मान्छे गरेर पुरोहित सानो हुन्छ 6 वर्षदेखि लिएर 5 वर्ष लिएर 10-11 वर्षसम्म यो गर्नुपर्छ र अहिलेसम्म जे होस् हामीले यो ठाउँमा आएर हामी नाति पनाति दुई पुस्ता भयो होइन राम्रै भइरहेछ र त्यस्तै हो भने रहेछ र यसरी हामी योलाई चाहिँ यो ठाउँमा यो हामी चितापोरी चाहिँ भन्छ किसिममा गाउँपालिकाको वार्ड नम्बर 6 को जिउ भिप्लुङ जोगने किरौले काई वरिपरिका सबैले हामी उधौलीमा हामी योलाई के अरे पूजा गर्छौँ र यसरी हामी यो मात्र उधौली बोले मात्र अरू बेला कुनै बेला पनि पूजा चल्दैन उधौलीको दिन मात्र चल्छ जस्तो उधौलीमा के अरे धनी पूर्णिमा उभोलीमा के अरे चण्डी पूर्णिमा जुन मात्रै हामी पूजा गरिन्छ र यसरी हाम्रो यो किम्बदन्ती रहिआएको र अहिलेसम्म हामीलाई यसले सेवा गरेको हामीले थाहा दिएको छ हजुर यति भन्दै म आफ्नो धन्यवाद दाजु त्यहाँ शम्भु सर पनि पिप्पा यो तपाईँ थाहा पाउँदाखेरिदेखिको थियो कि यो
थियो अघि टिप्पाहरू थोरै भन्नु नि टिप्पा पहिला सुरुमा कस्तो हुन्थ्यो तपाईँहरूको पालामा हाम्रो पालामै यही हो नि यस्तो हो हजुर टिप्पा के भने हजुर टिप्पा पसेका त्यो घरबेली घरको चल्दैन थियो हजुर टिप्पा खाना पनि त्यो घरकोलाई नदिने हजुर टिप्पा हामी केही चलन गरेको छौँ हजुर टिप्पा टिप्पा तपाईँहरू केटाकेटी हुँदादेखि नै थाहा पाउनुहुन्छ टिप्पा यो तपाईँहरू जन्मेदेखि नै थियो अगाडि बाजेहरूबाटै थियो बाबु निस्केको छ ए बाउको पालामा चाहिँ टिप्पाहरूको चाहिँ बाउको पालामा अब सानो लानुहुन्छ बेक्तालेको बाजे नाम के हो उहाँको नाम घनमान राई उहाँ बाजेले हाम्रो त छेप्पा बाजे होला होइन बाजे बाजे धनमान बाजेले चाहिँ निकाल्नु भएको यो सुरुमा हजुर टिप्पा उहाँले सुरुमा निकाल्दाखेरि कस्तो हुन्थ्यो टिप्पा सुरुमा मान्छे कति आउँथ्यो मान्छे पहिला हुन्थ्यो नि हजुर हजुर त्यति नै हो उसले जानेको छ कुरो त्यति बेला आउनुहुन्थ्यो त्यति बेला के को खानाहरू के खानुहुन्थ्यो खाना यस्तै खाना त यही हो यहीँ प्रसाद बनायो खायो घर लानु हुँदैन पहिला त ऊ चामलहरू हुँदैन थियो नि त्यो होइन चामल नभए पनि मकैहरू मकै भए चामलहरू लिएर आउनुहुन्थ्यो यहीँ खान्थ्यौँ यहीँ प्रसाद बनायो खायो घर लानु नहुने घर लानु नहुने आज पनि त्यही चलन छ अनि त्यो छोरीचेलीहरू चाहिँ किन साँच्चै टिप्पा यहाँ आउनु हुँदैन छोरीचेलीहरूलाई है नदिनु भनेर कन्यालाई पनि नदिनु भन्ने ए बक्साएको रहेछ हजुर उसैले भनौँ न देवीले नै ओहो देवीले बक्साएको अनि धानको उसमा उत्रेको नि हामीले भन्यो त हजुर यो चाहिँ हाम्रो दिप्लुङतिरको हाम्रो ग्रुपमा यसरी यहाँ भाकल चाहिँ उहाँको अरे होइन तपाईँको होइन ए यता भाकल अनि यहाँ चाहिँ धमाधम ढङ्गले बन्दैछ यो चाहिँ 5 कन्या देवी भन्छ अलिकति माथि छ उडाउने परेवा त्यहाँ खै केटाकेटा के गर्दैछ भाकल के को लागि तपाईँको मेरो चाहिँ यो बाहिरतिर जानको लागि पहिले नै गरेको थिएँ कि ए बाँकी नै थियो जाँदाखेरि ल यो तपाईँहरूको भिडियो यो ज्ञानदीप मोबाइल टिभी भन्ने मेरो युट्युब च्यानल छ त्यहाँ आउँछ है दाजु सुन्नुभयो ज्ञानदीप मोबाइल टिभी भन्ने छ यहाँ भाइहरूले र यो सिम्मा खोलाको यो किनारमा वारी र पारी यो सुनसान ठाउँमा यो वनभोज जस्तो पनि फेरि अगाडि चाहिँ हामी चाहिँ यो उडारमुनि पहिला हामी खाना पकाएर खान्थ्यौँ अहिले चाहिँ हामी यो पारिपट्टि यहाँ चाहिँ खास यो देउता देवी थान हो यो चाहिँ यहाँ पहिला हाम्रो आपाहरूसँग बाजेहरूसँग चाहिँ यहाँ पकाएर खान्थ्यौँ यो 3 चुला अहिलेसम्म जीवित छ यो चुलाहरू अनि त्यतिर मसला राख्थ्यौँ ओडारको बिचमै हेर्न सक्नुहुन्छ धेरै वर्ष अगाडि चाहिँ हामी यो 3 चुला अहिले पनि यहाँ छ धेरै अगाडि चाहिँ हामी यहाँ एकपट्टि तरकारी एकपट्टि चाहिँ खाना पकाउने गर्थ्यौँ पहिला यस्तो यो ओडारको बिचमा यो चाहिँ दिप्लुङ खोला अथवा सिम्मा खोला भन्छौँ यो ओडारको बिचमा यहाँ पानी पर्दाखेरि पनि ओत लाग्ने ठाउँ थियो यो पारिपट्टि हाम्रो यो देवी थान चाहिँ यहाँ पारिपट्टि यो खोलैभरि चाहिँ अहिले रमाइलो भइरहेको छ रमाइलो भन्दा पनि यहाँ चाहिँ विभिन्न भाकल गर्ने परम्पराहरू छ माथि बन्दैछ अनि टक्क चाहिँ देवी थान संयोग पूजा ढल्यो हो उहाँ चाहिँ हाम्रो पण्डारी यो देवीथानको पण्डारी यो चाहिँ हाम्रो देवीथान दाजु पूजा ढलेको हो पूजा ढल्यो होइन खास देवीथान चाहिँ यो हो काँचमा देवीथान चाहिँ
हुन्छ दाजु परेवा उड्यो हाम्रो भाकल चाहिँ यहाँ चाहिँ सर तपाईँहरूको चाहिँ के थियो सर भाकल परेवा नि ए आउनुहुन्छ है सर त होइन म बिहानै आएर गएको दाजु बिहानै आएर गएको होइन ओहो के छ मनी छ ए कुमार दाई नमस्कार नमस्कार सबैजना नमस्कार है सबैजना नमस्कार ज्ञानदीप मोबाइल टिभीमा तपाईँलाई स्वागत छ हाम्रो खाना बन्द रहेछ भर्खरै म छिटो पाएछु तर यता चाहिँ हाम्रो पठिक्री हो यता चाहिँ हाम्रो भाले र परेवाको चाहिँ भक्ति सबै यता पर्नु हो भान्जा छुट्टै ए कान्छा सन्देश यता पर्यो है यता चाहिँ हाम्रो वापा भाले र परेवा यहाँ धमाधम बन्दैछ यहाँको पुजारी चाहिँ हाम्रो सम्मुखमा हुनुहुन्छ सिकाइ थाम्ची यहाँनिर छ खोलाभरि ओ अरे उहाँ नयाँ अहिले कहाँको यो फेरि यहाँ नयाँ आएछ नि त होइन नयाँ पाहुना ए छुट्टै यहाँ चाहिँ टाउको हाम्रो भाइहरू बनाउँदैछ त्यो भाकल पनि थियो एक दुईवटा पारिपट्टि चाहिँ हाम्रो कार्की परिवार भइरहेछ ढिलो छिटो पो भयो त यी खोइ त होइन हाम्रो त भातै पाएको छैन अहिलेसम्म नि एउटा मान्छे बचाएर ल्याएको मैले निम पूजाको तरकारी काट्ने काम हुँदैछ यहाँ चाहिँ पारिवार चाहिँ हाम्रो हो यो टोली चाहिँ तपाईँले खाना पाएको पाकिसक्यो जस्तो छ पाएको पाएको हो र यो चाहिँ परिवारको हो क्या अरे यो चाहिँ धमाधम छ हाम्रो कार्की परिवारको यो चाहिँ होइन यो चाहिँ हाम्रो भारत दाई हो ओ भरत अङ्कल स्वागत छ है टिभीमा अहिले भने आउँछ है टिभीमा भरत अङ्कल टिभीमा आउँछ अहिले भरे मोबाइल टिभी ज्ञानदीप मोबाइल टिभी उहाँ चाहिँ धमाधम आन्द्रा बनाउँदै हुनुहुन्छ राम्रोसँग बनाउँ है त गुहेर्ने छ नि यहाँ चाहिँ म आज यस्तो ठाउँमा लाँदैछु यहाँबाट चाहिँ गएपछि चाहिँ यहाँ आउँछ टिमको तपाईँहरूलाई नमस्कार छ है सबैजनालाई ए सुरु गरिसक्नुभयो तपाईँहरूको त ए नयाँ ठाउँमा नयाँ मान्छेहरू को आएछ भनेर म चाहिँ हेर्नु आएको तपाईँहरूलाई यहाँ चाहिँ हाम्रो यहाँ टिमको हाम्रो सरहरू हुनुहुन्छ ए हे होइन लु मलाई पनि हस् धन्यवाद सर उहाँको चाहिँ पाकिसक्यो हाम्रो पारिबाट त भर्खर हाम्रो चाहिँ यहाँ पारिबाटै भर्खर खाना पनि पाएको छैन अब चाहिँ लगभग यहाँ पनि सुरु भइसकेछ भक्ति छ धमाधम यहाँ एकदम व्यस्त हुनुहुन्छ अनि यता हाम्रो चाहिँ भात पाएको छैन अन्त मैले पनि पारिले भेटेँ चखनी चाहिँ भेटेँ यता पनि हाम्रो पुजारी दाजु हुनुहुन्छ दाजुले के खाँदै हुनुहुन्छ ए यो ऊ होइन दाजु खिर पुवा ढुङ्गा काट्नु पर्छ त भोलि अब म हाम्रो घरकोमै होला पुर्खो पूजा गर्ने भोलि त बिहान घर बस्छ सँग मलाई पनि बोलाएको छ त्यहाँ पूजा खानु अब बिहानले बोलाएको छैन होइन आउनु न अन्त कुरा त्यस्तो त टिप्पा झर्नै मलाई सिकाउनु टिप्पा झर्छ टिप्पा यसो भनिदिनु निम्को है त्यो म तरकारी रेडी भइसक्यो यहाँ लगभग थाप्ने काम हुँदैछ होइन कान्छा
यसरी हामी चाहिँ अब खाना पकाउँदैछौँ। हाल्नु हाल्नु मसला होइन यो त देखाउनै मिल्दैन है, देखाउनै मिल्दैन। एकछिन यहाँ चाहिँ परिवारको सुरु भइसकेको छ अनि यहाँ कान्छाले पनि सुरु गरिसक्यो अनि यहाँ सबैजना हाम्रो यो चाहिँ भालेको भन्छ हो अन्त चाहिँ अलग्गै एक पिस दिनु त ए मलाई दिइसक्नु पर्छ यहाँ पनि यसरी अनि तिन सुरु गरिसकेको छ थुक्पाहरू यो चाहिँ परिवार भालेको हो यो चाहिँ भन्छ यहाँ मलाई पनि दिइसक्नु भएको छ उहाँहरूले खासमा चाहिँ म पठाइदिनु हो यो चाहिँ खानु खोज्छ त यो चाहिँ रहेछ त दाजु यहाँ हाम्रो भन्दा पनि यस्तो चाहिँ खाउँ न चिसोमा खानु न नि यहाँ छ रहेछ त यो त धेरै त दिनु भयो नि त यो त हो बाटोमा आउँदा नि पर गोपीको त एउटा भागेराको त पार्टी छैन खै कान्छाबाट टाउको है डल्ला पऱ्यो त उँधो पनि जाँदैन उँधो पनि आउँदैन अनि अर्को कुरा के भयो मेरो भित्रमा तलबाट सास आउँदै थियो क्या सासले होप्टेले उँधो माथि उँधो तल अड्केर त्यसमा बिस्तार है एकदम बिस्तार है बिस्तार नआतिकन ल हामीले पनि सुरु गऱ्यौँ मासु खानु ल अब चाहिँ चाहिँ परिपन्ज भनेर हाम्रो दाजुले सुरु गर्नुभयो ए भाले बगबगी उम्लिसकेको छ यहाँ सुरु गरिसक्नु भयो यहाँ चाहिँ भाले सुरु गरिसक्नु भयो यहाँ चाहिँ छुट्टै यहाँ चाहिँ भाले वापा यो चाहिँ अब उहाँहरूलाई चल्दैन त्यो चाहिँ पठिकदेखि उहाँहरूलाई चल्दैन र यहाँ धमाधम यहाँ भात सुरु भइसकेको छ यहाँ चाहिँ भात सुरु भइसक्यो पक्का पक यहाँ चाहिँ देवीथनको पूजामा अब भक्का भक हाम्रो पूजा सुरु भइसकेको छ होइन भक्ति सर हजुर सर के सर पहिलाको पूजा र यो चाहिँ पूजामा के भिन्नता छ सर केही छैन सर उस्तै छ रमाइलो छ झन् रमाइलो भयो भक्का भक पूजा सुरु भएको चाहिँ कान्छा बोल भन्छ आज नन्देश सुरु भयो एकदम ल परिपन्जा पुराउँ है ल यता चाहिँ हाम्रो माथि हाम्रो पण्डारी पारिपट्टि धमाधम छ चोक्टा पनि खान ले यसरी अब हाम्रो सुरु भइसक्यो अब हाम्रो चिसोमा यसरी हाम्रो चुलामा भइसकेको छ यसरी यहाँ हाम्रो सुरु भइसकेको छ होइन दाजु हुन्छ भान्छ पारिपट्टि पनि सुरु भयो ऊ तल भात खाइसकेर पनि तल